एटेन्डेन्सबाट आफ्नो बिदा स्वीकृत गराउनको लागि सबैभन्दा पहिला गुगल क्रोममा गई एटेन्डेन्सको वेबसाइट हुनुपर्नेछ। एटेन्डेन्सको वेबसाइटमा गएर लगइन गर्नु होला। आफ्नो युजर आइडी र पासवर्ड राखेर लगइन गर्नु होला। लगइन गरिसकेपछि यो ड्यासबोर्डमा माथि बिदाको आवेदन गर्नुहोस् भन्ने छ, त्यहाँ गएर बिदाको आवेदन गर्नु होला। अनि आफ्नो विवरणहरू देखा पर्नेछ। त्यसपछि तल गइसकेपछि बिदाको प्रकारहरू भन्ने छ, त्यो छान्नु होला। बिदा सुरु कहिलेबाट गर्ने? अहिले भन्दा यो जेठ महिनाको 6 गतेबाट सपोज बिदा समाप्त 7 गते, 2 दिन बिदा चाहिएको छ मलाई। सपोज 6 गते लिए 7 गते लिनुभयो। अनि सिफारिसकर्ताको नाम छनौट गर्नुपर्ने हुन्छ। सिफारिसकर्ता भनेको प्रशासनको सर हुनुहुन्छ, लेखनाथ कतिवटा सर, उहाँको नाम। अनि स्वीकृत गर्ने भनेको कार्यालय प्रमुख नाम ताराकिरण राई सर हुनुहुन्छ। यहाँ चाहिँ यो चुज गर्नु पऱ्यो। बिदाको कारणहरू खुलाउनु पर्ने हुन्छ। बिदाको कारण खुलाइदिनु होला, के कारणले बिदा बस्दै हुनुहुन्छ भनेर। नयाँ थप्नुहोस् भन्ने जानु होला। नयाँ थप्नुहोस् भन्ने जानु होला। मैले थपिनँ किनभने यो डिलिट हुँदैन अनि मलाई त्यो बिदा चाहिएको पनि छैन। सो मैले थपिनँ, तर नयाँ थप्नुहोस् भन्ने जानु होला। गइसकेपछि हजुरको निवेदन लेखनाथ सरकोमा जान्छ। लेखनाथ सरले फरवार्ड गरिसकेपछि हाकिम सरले एक्सेप्ट गरिदिनु भइसकेपछि तपाईँले बिदा पाउनुहुन्छ है त।